हेलो गाइज वेलकम एन्ड नमस्ते सबैजनालाई शुभ बिहानी। अहिले चाहिँ हामी घरमा छु साथीहरू, घरमा छु होइन। अनि हामी चाहिँ खाजा खाँदैछु, चिया पनि खाइयो अनि त्यही हो। अनि हाम्रो चाहिँ आज दोस्रो दिन हो, काठमाडौँबाट निस्केको दोस्रो दिन हो साथीहरू। अनि आज हामी जाँदैछु पोखराको लागि निस्किन्छ अहिले एकछिनमा। पोखरा गएर आज पोखरा बसिन्छ। सो हामी एकछिनमा निस्किन्छ होला साथीहरू। आज पनि त्यस्तै बाटोतिरको भिडियोहरू अलिअलि आउँछ साथीहरू। आज हाम्रो पोखरासम्मको यात्रा छ, सबैजनाले भिडियो पुरै हेरिदिनु होला, माया पनि गरिदिनु होला साथीहरू, त्यही भन्न चाहन्छु। र नै यस्तै हो गाउँघरतिरको होइन साथी। अब जे भयो नि अब यस्तै हो। अनि भाइहरू चाहिँ हाम्रो भाइहरू चाहिँ पुरै खाजा लिँदै हुनुहुन्छ। खाजा कस्तो भाइ? आज कहाँसम्म यात्रा हो भाइ हाम्रो? आज हेर्दै जाँदै भयो नि, कान्द्रोक पुग्ने नभए पोखरासम्म हुन्छ कि होइन, पोखरासम्म चाहिँ जानुपर्छ। कान्द्रोक पुग्न गाह्रो छ, पोखरासम्म चाहिँ जानुपर्छ। जानुपर्छ। आज पोखरासम्म जाउँ न। अनि हाम्रो पोखरासम्मको यात्रा चाहिँ आजको दोस्रो दिनको हो, डे 2 को। अनि हाम्रो एउटा राजा यो भइहाल्यो। अनि यो हाम्रो एउटा बुढो राजा एउटा यहाँ छ। अनि यो चाहिँ अब पुग्छ कि पुग्दैन भन्ने सोच छ। अब सायद पुग्छ होला होइन। अब यसलाई पनि लिएर जाने हो। एउटा यो भइहाल्यो, एउटा यो, हामी 4 जना छ, दुईजना दुईवटा बाइकमा होइन ल भाइ। अनि हामी 2टा बाइकमा जाँदैछौँ साथीहरू। पोखराको लागि हामी एकछिनमा निस्किन्छौँ, भिडियो आउँछ, सबैजनाले हेरिदिनु होला। ल साथीहरू, अब हामी चाहिँ लगभग घरबाट निस्किन लागेको। अब सब कुरा रेडी भइसकेको छ, ब्यागहरू पनि बाँधेर होइन, सबै रेडी भइसकेको छ। अनि ल साथीहरू, अब हामी चाहिँ यहाँबाट अब निस्किन्छौँ होइन। मम्मी अब जान्छौँ हामी, दाजुहरू बस्छु है, बाजे बस्छु है। ल हामी जान्छु बिस्तारै। अब आज पोखरासम्म जाने भन्ने प्लान छ। अब उता पुग्यो भने चाहिँ अझै उच्च जाने, घान्द्रुकसम्म जाने विचार छ। अब कहाँसम्म पुग्दो रहेछ हेर्छु साथीहरू, हेर्दै गर्नुलाई भिडियो चाहिँ, बाटोको भिडियोहरू नि म हाल्छु सबै। सो साथीहरू, ल हामी अहिले चाहिँ भरतपुर आँपटारी चेकपोस्ट भन्ने ठाउँमा आइपुग्यो। यस्तो छ। अनि भाइहरू चाहिँ बाटो बिर्सेर कता जहाँ गएको नि। हाम्रो सुभाष भाइ यता बसिरहेको छ। अनि यहाँबाट काठमाडौँ चाहिँ 138 किलोमिटर, बेसी सहर 102 किलोमिटर, गोर्खा 66 किलोमिटर। अनि हामी जानुपर्ने चाहिँ पोखरा यहाँबाट चाहिँ 126 किलोमिटर छ। अनि हामी अहिले मुगलिङ पनि पुगेको छैन। हाम्रो बाइक बिग्रेर हामी एकदम बिजोग भयो साथीहरू। यो बाइक बिग्रेको चाहिँ होइन, अर्को भाइको बाइक बिग्रेको, यो बाइकमा चाहिँ हामी आएको। अनि हाम्रो भाइहरू चाहिँ बाटो बिर्सेर उता गएको छ अरे, आउँदैछ अरे भन्ने छ। हामी चाहिँ यहाँ पर्खिरहेको छ। अनि यहाँबाट चाहिँ काठमाडौँ जाने बाटो यो हो साथीहरू। अनि यहाँबाट पोखरा अब 126 किलोमिटर रहेछ। कतिखेर पुग्छ थाहा छैन, बाटोको भिडियोहरू चाहिँ आउँछ है। ल साथीहरू, हामी चाहिँ यहाँबाट फाइनली अब हामी चाहिँ हिँडेको होइन। अनि अब रात पनि पर्न लागिसक्यो होइन। आज एकदम गाह्रो भयो, बाइक पनि बिग्रियो। अनि त्यही माथि फेरि भाइहरू बाटो बिर्सेर अन्त्य पनि गयो होइन। त्यस्तो भयो साथीहरू। अनि फाइनली हामी यहाँबाट निस्केको। अब अहिले चाहिँ हामी भरतपुर यो अब के चेकपोस्ट भन्दै थियो। अनि यहाँबाट हामी मुगलिङको लागि निस्कियो। अब मुगलिङ कति टाइम लाग्छ। अनि त्यहाँबाट हामी पोखराको लागि हिँड्छौँ साथीहरू है। अब बाटोतिर भेट्नुपर्छ। अब राति गएर भिडियो बन्छ, कतिखेर भिडियो बन्छ साथीहरू, हेर्दै गर्नु होला। त्यही हो, अब के भन्नु। यस्तो छ बाटो चाहिँ। सो साथीहरू, हामी चाहिँ फाइनली मुगलिङमा आइपुग्यो। अब पोखरा जाने बाटो चाहिँ यो हो होइन, पोखरा जाने बाटो चाहिँ यो। अनि काठमाडौँ जाने बाटो चाहिँ त्यहाँबाट उता। अनि हामी चाहिँ भर अब यता पोखराको लागि पुल क्रस गरेको साथीहरू। फाइनली मुगलिङ आइपुग्यो साथीहरू होइन। अब आज पोखरा नि पुग्ने भयो, लाइफमा फर्स्ट टाइम पोखरा पुग्ने भएन। एकदम एक्साइटेड पनि छु। तर बाहिरको हालत हेर्नु, यहाँ बाइकको हालत यस्तो बनाएको छ। भाइहरू यता छ सबैजना। कस्तो छ आज टुर, कस्तो भइरहेछ तपाईँहरूको? आज लोदर लागेको छ किन भन्नु एकचोटि? हाम्रो बिहार साली नानीको अनुहारमा यदि लोदर लागेको छ होइन। ठिकै छ, केही छैन होइन। यो पुल हामीले क्रस गऱ्यो साथीहरू। अब यताबाट चाहिँ हामी पोखरा जाने हो। म पनि पोखरा चाहिँ पुगेको छैन साथीहरू। म फर्स्ट टाइम हो होइन, फर्स्ट टाइम पोखरा जाँदैछु। लगभग यत्रो वर्ष पछाडि पोखरा पुग्ने भयो आज होइन।
जसोतसो ढिलै भयो नि पुग्ने भयो होइन, त्यो नै खुसी हो। अनि काम जाने बाटो त्यता भइहाल्यो, पोखरा जाने बाटो यो हो। बाटो कस्तो छ थाहा छैन, फर्स्ट टाइम जाँदैछु होइन। पोखरा आइहिँडियो देखाइरहेछ, यहाँबाट 90 मिनट देखाइरहेछ। अब अगाडि गरी भिडियोहरू आउँछ, भिडियो हेर्दै गर्छ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, भिडियोमा माया पनि गरिदिनुपर्छ साथीहरू। बाटो चाहिँ जो यतातिर चाहिँ राम्रै छ, अगाडि गएर कस्तो छ थाहा छैन, यतातिर चाहिँ ठिकै छ। बाटो राम्रै छ अरे भन्ने कुरा सुने पहिला भन्दा चाहिँ। अब हेरौँ कस्तो छ साथीहरू। फाइनली पोखरा पुगिने भयो। सो हामी चाहिँ साथीहरू इन्द्रेणी खाजा घरमा आइपुग्यो। हामी चाहिँ एकचोटि चिसो खाउँ भनेर सबैजना यहाँ बसेको छ। अनि भाइहरू यता, लामा यता। लामा भाइ के छ? लामा भाइको बिजो मुड ठिक छैन आजको? आजको जस्तो जिन्दै गरी नहो जस्तो भइरह होला है। ठिक छ। त्यो बाइक बनाउने मान्छेलाई चाहिँ एकदम सबैजनालाई 10-10 रुपियाँ टिप्स दिनुपर्छ भनेर त्यसलाई बाइक बनाउने मान्छेले बिजो गर्यो नि आज। खतम गऱ्यो यार, खतम गऱ्यो। यतिखेर पुगेर पोखरा घुमिरहन्छ। अहिले ड्राइभिङ चाहिँ हाम्रो सोर्सहरू गर्दै हुनुहुन्छ। अनि हाम्रो भाइहरू चाहिँ पछाडि छ। बाटो चाहिँ एकदम राम्रो रहेछ साथीहरू होइन। यो बाटो चाहिँ मैले फर्स्ट टाइम हो, फर्स्ट टाइम आएको हो। योभन्दा अगाडि चाहिँ म अब पोखरातिर नै आएको छैन, यो बाटो म हिँडेको पनि छैन होइन। एकदम एक्साइटेड छु साथीहरू होइन, फर्स्ट टाइम पोखरा आएको छु होइन। अब हेरौँ कतिखेर पुगिन्छ। आज हाम्रो चाहिँ बाइकहरू बाइक बिग्रियो भने अर्को भाइहरूको बाइक बिग्रियो, त्यही भएर एकदम ढिलो पनि भयो आज। अनि अघि बाइक पनि मैले चलाएको थिएँ, बाटोतिरको अलिअलि भिडियो पनि मैले बनाउनु पाइएन। अनि यतातिर चाहिँ अहिले चाहिँ भाइलाई चलाउनु दिएको मैले। हाम्रो घरबाट चाहिँ लगभग 250 किलोमिटरसम्म थियो यता। अनि 250 किलोमिटरमा मैले लगभग 160 जति चलाएछ। अनि अहिले चाहिँ भाइलाई चलाउनु दिएको छ बाइक। बाटो चाहिँ एकदम राम्रो रहेछ, त्यही भएर खुसी लाग्यो। जे भयो पहिला चाहिँ बनाएको थिएन भने सुनेको थियो, तर अहिले चाहिँ राम्रो बनाएको रहेछ। बाटो चाहिँ एकदम राम्रो रहेछ। त्यस हामी बाइक लिएर हिँड्ने मान्छेलाई बाटो राम्रो भयो भने चाहिँ जहाँ पनि के जान चाहिँ एकदम इजी लाग्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यही हो साथीहरू। अब यस्तो राम्रो छ होइन भ्यू चाहिँ। अब यो चाहिँ कुन ठाउँ हो मलाई पनि थाहा छैन। अनि हामी चाहिँ पोखरा जाँदैछु। यहाँबाट लगभग अब 75-80 किलोमिटर जति होला अझै। अनि यस्तो छ पोखरा जाने बाटो, रमाइलो छ। जस पोखरामा गएर कति रमाइलो हुने। सायद हामी पोखरामा भोलि घुम्न पाउँदैन होला। हामी उताबाट मुस्ताङ जानुपर्ने छ भोलि। यो चाहिँ हाम्रो काठमाडौँबाट निस्केको हाम्रो डे 2 भ्लग हो। सबैजनाले माया गरिदिनु होला, सबैजनाले हेरिदिनु होला। अनि सबैजनाले कमेन्ट, लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। बाटो चाहिँ एकदम राम्रो छ, ल एकदम राम्रो। ल साथीहरू, अघि चाहिँ बाटो राम्रो थियो, अहिले चाहिँ बाटो हेरेर जाम भइरहेको रहेछ। यहाँ बाटोमा ढुङ्गाहरू उठाइरहेको रहेछ साथीहरू। अनि यता चाहिँ खोला रहेछ, मिठो खोला छ। अनि हाम्रो लामो भाइ र इसाक भाइ यहाँ छ। अनि हामी यता अगाडि बाटो पुरा जाम छ, सबैजना यतै हुनुहुन्छ है। अनि अगाडि चाहिँ ढुङ्गाहरू उठाइरहेको रहेछ गाडीमा। अनि त्यही भएर बाटो बन्द छ। अगाडि चाहिँ बाटो कस्तो छ पनि, अगाडि त राम्रै छ कि भन्ने यस्तो विचार गर्दैछु। हेर्दै जाउँ है साथीहरू। ल होइन, अब यहाँ चाहिँ अब यस्तै हो। अब अघि त बाटो राम्रै थियो, अगाडि त बाटो राम्रै जस्तो लाग्छ। यहाँ चाहिँ वास्तवमा पहिरो गएर चाहिँ कि साथीहरू, पहिरो गएर रहेछ। अनि सबैजना जाममा परेको छ। बाटो अघि त एकदम अख्खा बाटो थियो साथी। अब राति परेको अवस्था रात पर्दैछ होइन।
म्याग्दीमा आइपुगेछौँ। अब म्याग्दी बजार साइड होला, घरहरू चाहिँ खासै छैन। अब म्याग्दी बजारमा आइपुग्यो। अनि अझै यहाँबाट गुगल म्यापमा हेरेको अझै टाढै देखाइरहेको छ, लगभग 70 किलोमिटर जति त अझै पनि देखाइरहेको छ पोखराको लागि। अब हेरौँ कतिखेर पुग्छ, देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। घाम पुरै डुबिसकेको छ अनि बादलले छिपिरहेको छ, त्यो पनि अलिअलि बाँकी छ। अब लगभग रात पर्न लाग्ने अवस्था भइसकेको छ। तर रोड चाहिँ ठाउँ ठाउँमा मात्र बिग्रेको रहेछ होइन, नत्र अरू ठाउँमा चाहिँ सबै अख्खा 1 नम्बर रोड छ। जोस् रमाइलो भयो आज चाहिँ। सबैजना बिहान बाइक बिग्रेको 4-5 घन्टा लाग्दाखेरि बनाउनलाई होइन, आशै मारिसकेका थियो पोखरा जान्छ पुग्छ आज भनेर। तर बाटो देख्दाखेरि चाहिँ एकदम जाँगर लगाएर आएको छ है। यो बाटो एकदम राम्रो रहेछ, खुसी लागेको छ त्यो कुरामा। हाम्रो भाइहरू सबै अगाडि गयो, 2 जना अगाडि पुगिसकेका छ। कहिले हामी अगाडि कहिले उनीहरू अगाडि भइरहेछ। यस ठिक छ साथीहरू, अरू कुरा भने यस्तै हो। अहिले हामी म्याग्दीमै होला सायद जस्तो लाग्छ। यस्तो छ ठाउँ चाहिँ, ठाउँ त एकदम रमाइलो सुन्दरमय छ। यस बाटो पनि राम्रो भएको कारणले गर्दाखेरि होला छेउछाउमा यस्तो दामी छ है। अनि घरहरू चाहिँ अलिक पातलो पातलै छ होइन। सो साथीहरू अब चाहिँ रात परेको अवस्था होइन। अहिले चाहिँ हामी गुगलको म्याप अनुसार चाहिँ अब हामी अहिले चाहिँ लेखनाथ भन्ने ठाउँतिर हो कि जस्तो लाग्छ होइन। अनि सहरहरू चाहिँ वरिपरि नै सहरै गाउँ नै गाउँ छन चाहिँ होइन। तर अब धुलो चाहिँ कतातिर चाहिँ एकदम ओभर धुलो रहेछ साथीहरू। अब रात परिसक्यो, हामी हिँड्दैछौँ। म्याप अनुसार चाहिँ 19-20 किलोमिटर जति बाँकी छ भन्ने जस्तो देखाइरहेको छ। रात परिसक्यो साथीहरू, 12 सो साथीहरू हामी चाहिँ अहिले फाइनली पोखरा आइपुग्यो होइन। एकदम थाकेको छ शरीरहरू। अनि खाना पनि खाइसक्यो हामीले खाना चाहिँ। अनि मान्छेहरूको हालत सबैको नुन खाएको कुरा जस्तो भइरहेछ। बाटो एकदम कन्डिसनविहीन रहेछ। बरु टाढा अलिकति राम्रो थियो, यता भ्याली झन् भ्यालीमा आइसकेपछि त बाटो एकदम खत्तम। केटाहरूको बिजोको यस्तो छ। अनि हाम्रो मामाकोमा आएको हामी चाहिँ पोखरामा। अनि मामाको रुममा छ अहिले हामी सबैजना खाना खाएर एकदम लडन्दास भइसकेको छ। खाना खाएपछि अल्छी लाग्दैछ। र त्यही हो साथीहरू। अनि आजको भिडियो चाहिँ हामी यहाँ अन्त्य गरौँ होला। अनि भोलि हामी कता जाने भन्ने कुरा चाहिँ भोलि नै थाहा हुन्छ। अब पोखरै घुम्ने हो कि भोलि, अब भोलि पोखरा कि नत्र हामी घान्द्रुक जाने भन्ने विचार गर्दैछु। त्यही भएर हामी घान्द्रुक गयो नि भिडियो आउँछ साथीहरू। आजलाई यति नै। हस्त नमस्ते, धन्यवाद भन्न चाहन्छु। सबैजनाले भिडियो हेरेर माया गर्नु होला भन्दै टाटा बाई बाई सबैजनालाई है।